अहिले चाहिँ फागुन 21 गते निर्वाचन सम्पन्न भयो भने चाहिँ मैले राजनीतिबाटै सन्यास लिन्छु। त्यो पुरानो कुरा सकिसक्यो, ओल्डेडेड आउटडेडेड होइन, आउटडेडेड हामीले त्यो होइन, तपाईँहरू त्यो कटिङ मात्रै हाल्नुभयो होइन। त्यहाँ के थियो भन्नुहुन्छ भने जति बेला जेनजी मुभमेन्ट भइरहेको थियो त्यति बेलाको परिस्थिति के थियो भन्दा टेरोर थियो स्थिति होइन। तपाईँ छातीमा हात राखेर राजनीतिक दलका सबै मान्छेलाई सोध्नुहोस् न अहिले पनि होइन। तपाईँको जुन जेनजी सरकारले गराएको चुनावमा मान्छेहरू सन्तुष्ट छ त अहिले? अहिले पनि छैन। म यो पनि भनिदिन्छु तपाईँलाई, बुझ्नुभयो नि त? फेयर गभर्मेन्ट, स्वतन्त्र गभर्मेन्ट होइन, सबैले एक्सेप्ट गर्ने खालको गभर्मेन्ट भित्र इलेक्सन हुनुपर्छ भन्ने मान्यता सामान्य हो एक। र अर्को कुरा, आर्मीलाई ककसमा राखेर 46 पछाडि गराइएको पहिलो निर्वाचन, नेपाली सेनालाई एकदम पूर्ण रूपमा इन्भल्भ गराएर गराइएको यो चाहिँ हामीलाई चुनाव अगाडि पनि शङ्का थियो, चुनाव पछाडिको परिणाम पनि अति मतलब एकदम यो चाहिँ अलि पत्याउन गाह्रो खालको परिणाम आएको छ नि त सबैलाई होइन। यद्यपि हामीले यसलाई स्वीकार्यौँ भने मैले तपाईँलाई होइन। त्यसले गर्दाखेरि जुन बेला जेएनजी मुभमेन्ट भइरहेको थियो र जति बेला जेएनजीका साथीहरू हामी टेबलमा बसिरहेका थियौँ त्यो बेला सरकारलाई प्रेसर दिन जरुरी थियो र त्यति बेला हेर्दाखेरि चुनाव हुने स्थिति पनि थिएन हो। तपाईँ त 16 गतेसम्म पनि पार्लियामेन्ट रिजिस्टर हुन्छ भन्ने त हल्लै थियो नि होइन र? त्यो परिस्थितिमा बोलेको कुरो कटिङ निकालेर तपाईँले अतिरञ्जित गर्न पाउनुहुन्न। नयाँ ढङ्गले नयाँ कुरा गर्नुहोस्। एउटा मात्रै अन्तिम राजीनामा प्रश्न, दिने चाहिँ कता राजीनामा? अब संसदबाटै हटिसक्यो त के को राजीनामा? होइन भन्नाले तपाईले जनताले सुन है तेरिका जनताले ब्यालेटबाटै पुर्याइदिइसक्यो बाहिर त सकिसक्यो त, एउटा मात्रै खेलै ओभर भइसक्यो।